उहाँको चाहिँ अब जसरी सोसल मिडियामा उहाँको फ्यानहरू हुनुहुन्छ नि, त्यो चाहिँ अब भनौँ न पल्सा भन्ने बित्तिकै अब त्यसै कतिजना हिरोहरू हुनुहुन्छ जस्तै भनौँ न गाउँदेखि सबैजनाले चाहिँ पल्सा भन्ने बित्तिकै सायद सबैले चिन्नुहुन्छ जस्तो लाग्छ मलाई। जस्तै अब हामीले पहिलाको टाइममा चाहिँ रेखा थापा भन्ने बित्तिकै हाम्रो मम्मीदेखि लिएर हाम्रो हजुरआमादेखि लिएर चिन्नुहुन्छ नि त। हिरोइन भन्ने बित्तिकै रेखा थापा अटोमेटिक आउँछ नि माइन्डमा। सायद अहिलेको टाइममा चाहिँ हिरो भन्ने बित्तिकै पल्सा चाहिँ सबैको माइन्डमा गाउँदेखि लिएर सबै एरियाहरूमा चाहिँ पल्सा चाहिँ सबैले चिन्नुहुन्छ जस्तो लाग्छ कि मलाई। त्यो लेभलको चाहिँ उहाँले नाम कमाउनु भएको छ। पल्साको चाहिँ खास तपाईँलाई के मनपर्छ? एक्टिङदेखि धेरै कुरा हुन्छन्, के मनपर्छ तपाईँलाई पल्सा? उहाँको चाहिँ अब सबै मनपर्छ। उहाँको त्यो डान्स, जसरी डान्सिङ गीतहरूमा उहाँको कस्तो हिट गीतहरू आइरहेछ नि, उहाँको डान्सिङहरू सबै लाइक उहाँ चाहिँ कसरी मिडियामा प्रेजेन्ट हुनुहुन्छ, कसरी बोल्नुहुन्छ नि लिमिटमा, अनि त्यसै धेरै बोल्नुहुन्न, त्यो वे चाहिँ अब सायद मैले जज गर्न सकिनँ, तर मलाई सबै कुरा मनपर्छ उहाँको। भविष्यमा पल्सासँग फिल्म खेल्न मन छ? अभियसली त्यो त